YBGको साथीहरू तपाईहरुलाई हामी अब यो पार्टी लाइभ कसरी चलाउने नयाँ साथीहरुलाई कसरी चलाउने के हो भने थाहा हुँदैन त्यो सिकाउँदै छौं है। टक्क सुरुमा तपाईहरुले अब आईडी त खोलिसकेको हुन्छ हैन। टक्क यो पोपोमा गयो। सुरुमा चाहिँ तपाईहरुले हामीलाई WhatsAppमा कल गरेर या मेसेज गरेर भन्नुस् कि धेरै भन्दा धेरै साथीहरुको आईडी नम्बरहरु दिनुस्। म धेरै भन्दा धेरै साथीहरुले फलो गरेर धेरै साथीहरु बनाउन चाहन्छु। त्यसपछि धेरै साथीहरु फलोअर्स भयो भने त तपाईहरुले पार्टी लाइभ खोलेको पनि उनीहरुले थाहा पाउँछ अनि उनीहरुले खोलेको पनि तपाईहरुले थाहा पाउँछ है। त्यो कसरी हैन भने उनीहरु फलोअर्समा थिच्ने। अब मैले फलो गरेको साथीहरु को अनलाइनमा छ ती यो अनलाइनमा छ यो अनलाइनमा छ छोरा मान्छे पनि कसरी कमाउने भन्छ नि यस्तै गीत गाएर यहाँनिर हेर्ने। बाकी चाहिँ अब केटीहरु छन् हैन यसरी हेर्ने अनएक्सप्लोर भयो यो सम्पूर्ण व्यक्तिहरु जो र्याङ्किङमा छन्। न्यू मैले तपाईहरुले भन्दै आएको छु नि नयाँ मान्छे कसरी जोड्ने भने यो न्यूमा जाने। यहाँ चाहिँ 70% नयाँ व्यक्तिहरु हुन्छन् है नयाँ। अनि उहाँहरुले टक्कै यस्तो क्लिक गर्ने यहाँ कुरकानी गर्ने। यस्तो बेला चाहिँ तपाई जोड्न चाहनुहुन्छ भने है जोडेर बाहिरको मान्छे ल्यायो भने हामी राम्रो कमिसन दिन्छौं नि त हैन। 1000 देखि 4000 सम्मको गिफ्ट पाउन सकिन्छ तपाईहरुले। यो भयो तरिका एउटा। अब अर्को भनेको यो मेसेज भइहाल्यो यो तलको थिच्दाखेरि मेसेज आउने भइहाल्यो। यो बीचको यो तपाईले केही कुराहरु पोस्ट गर्ने यहाँबाट है। अनि त्यसपछि यो भयो पार्टी लाइभहरु कसको पार्टी लाइभहरु छन् आफूले फलो गरेको व्यक्तिहरुको हेर्नको लागि यो फलोमा जाने कति सजिलो। अनि यहाँ लाइभहरु हेर्नको लागि सम्पूर्ण लाइभहरु भयो। अनि तपाईहरुलाई म पार्टी लाइभ खोल्ने तरिका सिकाउँदै छु। टक्क यहाँ गयो। अब यहाँ हैन यो लाइभमा जाँदा नि हुन्छ यो गिलास जस्तोमा जाँदा नि हुन्छ। तपाईले के खोल्ने पार्टी लाइभ खोल्ने यहाँनिर पार्टीमा थिच्ने है कन्फर्म गर्ने है। अब कतिको चाहिँ यहाँनिर बसिरा हुन्छ मैले त पार्टी लाइभ खोल्नै मिलेन नि सर भन्ने कुरा गर्छ नि कतिले चाहिँ यहाँनिर हैन यहाँ पार्टी लाइभमा यहाँनिर जाने। अनि त्यसपछि यो चाहिँ भिआइपीले मात्र गर्न मिल्छ। अब यो 9 वटामा तपाईले थिच्ने यो यताको चाहिँ भिआइपी अघि देखेन रहेछ यो भिआइपी को मात्रै भिआइपी लिएपछि मात्र यो 16 वटा प्रोडक्ट चाहिँ। अनि यहाँनिर यो 9 वटा यसमा फेरि यो भिडियोमा जाँदा तपाईहरु यसमा यो भोइसमा अनि त्यसपछि यसलाई यसरी अन गर्यो होल्ड ए पार्टीमा क्लिक गर्यो है। अब यो मेरो अन भयो हेर्नुस् है। अब अलरेडी एकजना यही रहेछ अफलाइनमा हो कि के हो। अब अहिलेको नयाँ अपडेटमा चाहिँ यहाँ थिच्नु पर्ने हुन्छ है। यहाँ हेर्नुस् त अब यो एडमिन कसलाई दिने यो टुपोमा एडमिन भयो। अनि त्यसपछि थीम कस्तो राख्ने यो चाहिँ किन्नु पर्ने हुन्छ है। टेक्स्ट बबल भनेको चाहिँ अब यो यहाँनिर धर्को लाग्छ यसमा उयो कुन छान्ने यो छान्यो तपाईलाई के लेख्न मन छ। अब जस्तै यहाँनिर के भन्छ हामीले के लेख्छौं भने हामीले चाहिँ के भन्यो भने यहाँ न्यू टेक्स्ट टु हेल्प न्यू लेख्नुस् टेक्स्ट गर्नुस् हेल्पको लागि भनेर राख्यो ल। यसलाई कहाँनिर राख्ने अब कसैले नछोप्ने ठाउँमा यहाँनिर राख्यो ल हैन यस्तै राख्यो। अब यहाँनिर कहिलेकाहीँ मोबाइल नम्बर पनि राख्न मिल्छ कहिले चाहिँ मिल्दैन वेज। अनि त्यसपछि मेसेज हेर्ने यहाँबाट भयो हैन कसले के गरेको रहेछ। अनि त्यसपछि हाम्रो स्वरहरुलाई अफ गर्ने यहाँ ल म्युटमा राख्ने हामी म्युटमा बस्न लाग्यो। अनि यो यहाँनिर माइक गर्ने तरिका यहाँ गर्यो भने तपाईको 2000 काट्छ यहाँ गर्यो भने 2000 काट्छ यहाँनिर 500 काट्छ। यो गरेपछि चाहिँ फेसबुकतिर जस्तै गुगल एडतिर चाहिँ बुस्ट गरे जस्तो सबै ठाउँमा पुग्छ। यहाँनिरको धर्को यसो हिन्छ के त यहाँनिर बस्छ यो माइक गरेको यो मान्छेले 2000 खेर गर्यो। यो धेरै मान्छे ल्याउने तरिका त्यो गर्नुभन्दा अगाडि चाहिँ हामीले के गर्नुपर्छ भने सम्भवतः यहाँनिर उयो शेयर बटनमा थिच्यो यो शेयर बटनमा थिचेर अब तपाईले धेरै भन्दा धेरै साथीले यसरी मार्क गरेर कति जना छ तपाईको सबैलाई यो 3 डटमा थिचेर है धेरै भन्दा धेरैले यसरी मार्क गरेर यसरी सेन्ड गर्दिने यहाँनिर थिचेर सेन्ड गर्दिने। तर म चाहिँ अहिले गर्दिन
हैन मलाई आउनु छैन ल्याउनु छैन कसैलाई। अब यहाँनिर हाम्रो एकजना साथी आउनु भएको रहेछ। अब हेर्नुहोस् है कति साथीहरूले चाहिँ के कुरो थाहा हुँदैन भने मान्छे आओस् भन्छ तर हेर्नु त यो माथि यहाँनिर हाम्रो साथीहरू आएर बसिरहेको छ। उहाँहरूलाई ल्याउनको लागि यहाँनिर एक्सेप्ट गरे पनि आउँछ। यहाँ लकी सर आउनुभयो। अब नआओस् भन्नको लागि चाहिँ यहाँ हैन रिफ्युज थिचे पनि भयो या कि त नभए यहाँनिर उयो यसलाई हामी अफ गरिराख्यो भने जो पनि व्यक्ति यसरी टक्क थिच्ने बित्तिकै यसरी छिर्छ। यो साथी आइपुगिसक्यो मैले अफ गरिराखेको थियो। अब इन्भाइट गर्नको लागि चाहिँ टक्क यहाँनिर थिच्यो सरी उयो माथि टुप्पोमा ओके उयो यहाँ यो नम्बरमा थिचे पनि हुन्छ नाममा थिचे पनि हुन्छ। यहाँ थिचेर अनि यो 3 डटमा थिचेर यसरी इन्भाइट गरे पनि हुन्छ। उहाँ आउनु भ्याउनुहुन्छ कि नभए यो माथि थिचे पनि ठ्याक्क उहाँलाई इन्भाइट गर्न मिल्छ। जस्तै यो नचिने व्यक्तिले इन्भाइट गरेँ मैले यसरी इन्भाइट गर्दा पनि हुन्छ। अनि हाम्रो माथि कुन व्यक्तिहरू छ भनेर चाहिँ यहाँनिर नम्बर पनि देखाउँछ। यहाँ कतिजना छ भनेर यहाँ 9 जना भयो अहिले भ्युज। यसरी हेर्ने अब यहाँ हल्का साथीहरू मात्र छ थोरै साथीहरू मात्र छ भने देख्न भ्यायो हेर्न भ्यायो। अब 150 जना भएपछि चाहिँ हामीले भ्याउँदैन। अब स्पेसल भर्खर आएका केही राम्रो लेभल भएको साथीहरू मात्र देखिन्छ टक्क यसरी देखिन्छ। अब लकी सर अरू के सिकाउनु पर्यो यो बेलामा भन्नुहोस् त। अनि यो मेसेज हेर्ने तरिका मेसेज हैन सिट मेसेज होइन यो त सिट रहेछ अहिलेको नयाँ अपडेटमा। हजुर लकी बक्स अब लकी बक्स उयो लकी बक्स देख्छ तपाईले यो लकी बक्स होइन यो लकी बक्स देख्छ तर यो होइन है। तपाईले राख्ने भनेको भित्र गएर यो चाहिँ अब तपाईले कसलाई गिफ्ट दिने भन्ने कुरा यसरी यो कसलाई दिने उहाँलाई मैले यसरी बियर दिएँ। ल आफूले चाहिँ राखिने हुन्छ नराखिने हुन्छ। उहाँलाई मैले बियर दिनु पर्यो भने जस्तै कुन दिने अब मैले 50,000 पनि दिन्छ एक चुटकीमा यहाँ लाखौँको कोइन पनि सकिन्छ विचार पुर्याएर दिने। अब मैले चाहिँ एउटा यहाँनिर एउटा राख्यो भने एउटा जान्छ यहाँनिर 10 भयो 10 वटा बियर जान्छ तपाईले लाखौँ सिद्धिन्छ नि। यहाँ त हेर्नु त 999 वटासम्म सिद्धिन्छ। त्यही भएर एउटामा थिच्ने झुक्किएर जान सकिन्छ है। हेर्नुहोस् फेरि झुक्किन सकिन्छ यो एकमा थिच्ने। अब यसरी सेन्ड गरिदिने यहाँनिर सेन्ड गरेपछि उहाँलाई एउटा बियर गयो। यहाँ 300 लगभग पोइन्ट आयो उहाँको। यसरी थ्याङ्क यू पनि भन्नुपर्छ कसैले गिफ्ट दिएको छ भने। अब यहाँनिर धेरै साथीहरू आयो। अब मैले यहाँनिर चाहिँ अब यसलाई लक गरेर राख्छु। ल यसरी यो हरियो बनाएपछि लक भयो। यो अन गर्यो भने चाहिँ फ्यान र्याङ्किङ तपाईको फलोअर्स मात्रै हैन फ्यान क्लब अन गर्नु भनेको चाहिँ एउटा ग्रुप बनाएको जस्तै हो। त्यसको चाहिँ अर्कै फाइदाहरू छन् थुप्रै त्यो कुरो पछि गरौँला। अनि पिके खेल्नु यो पिके खेल्नु ठिक छैन। पिके खेल्यो भने चाहिँ यहाँ मान्छे तान्न गाह्रो हुन्छ। अब एडमिन दिने तरिका है एडमिन दिने तरिका चाहिँ टक्क जस्तै यो मैले नचिन्ने व्यक्तिले थिचेँ यसरी एडमिन दिने। यो माथि म्युट गर्ने तरिका उसलाई उसको भोइसहरु नसुन्नु लागि यो ब्लक म्युट इत्यादि गर्ने लिभ गर्यो यहाँबाट त्यो हट्छ। अब ब्लक अडियो उसको अडियोहरु ब्लक गर्दिने यहाँबाट। अनि सेटअप एन्ड एडमिनिस्टर भनेको छ उसलाई एडमिन दिनु। यहाँबाट मान्छे ल्याउने झार्ने फाल्ने ल्याउने इत्यादि काम गर्न सक्नुहुन्छ। यहाँ सेट एन्ड एडमिनिस्टर गरेपछि के भन्छ यो एडमिनिस्ट्रेटर भन्दो रहेछ है। अब रिमुभ फ्रम द रुम भने रिमुभ फ्रम रुम गरेपछि आधी घण्टाको लागि हामी चाहिँ यहाँबाट रिमुभ फ्रम द नगरौँ हामी लिभ मात्रै गरौँ यो नचिने साथीहरुलाई यस्तो गर्नु पनि पाइयो। अब तपाईहरुले कतिले चाहिँ अब फायर उडाउने अर्को भिडियो बनाउनु कि यहाँ पनि सिकाइदिउँ। फायर उडाउन लागि चाहिँ यतातिर फायर छ है 50,000 खै कस्तो ठाउँमा छ फायर 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 गिफ्ट दिँदाखेरि यो फायर चाहिँ कहिले पनि दिनु हुँदैन है। यो फायर यसरी एउटाको नाममा यसरी टक्क यहाँ थिच्यो जस्तै उहाँको नाममा थिच्यो गिफ्टमा गएर यसरी यो फायरमा क्लिक गरेर सेन्ड गर्दा नि हुन्छ एउटा है। फेरि या नभए तपाई डाइरेक्ट गएर यो गिफ्टमा गएर फायर भयो। अब एउटाको नाममा यसरी क्लिक गरेर यसरी सेन्ड गर्यो भने यहाँ 50,000 सिद्धिन्छ। यहाँ फायर हान्छ फायर हानेपछि यहाँनिर भ्युज
1400 1500 देखि 2025 हुन्छ भ्युज। त्यो हान्नुभन्दा अगाडि चाहिँ यसरी लकी बक्स राख्ने। लकी बक्स राख्ने तरिका चाहिँ टक्क यहाँनिर त्यो 3 हामीले तल यो 4वटा यो कर्नर देख्नु भएको छ नि, यो कर्नर यहाँ टक्क थिच्यो, यो 4वटा कर्नर देखाएको ठाउँमा अनि लकी बक्समा यसरी टक्क थिच्यो। अब माथिको भनेको चाहिँ कति कोइन दिने एकजना बराबर, त्यो 100 यति त सक्दैन। अब तपाईँहरूले सक्ने भनेको 10, त्यसपछि ल 50 को 10 जनाले राखेको राम्रो हुन्छ। अनि फेरि त्यतिकै यो ओके 500 गर्नु हुँदैन। पहिला यहाँनिर फलो द होस्ट गरेपछि तपाईँले फलो गरेपछि मात्रै उहाँले त्यो लकी बक्स फोर्न मिल्छ, ताकि तपाईँहरूको फलोवर्स बढोस्। अब 3 मिनट राख्ने कि 5 मिनट राख्ने कि 10 मिनट राख्ने, अब अहिलेको लागि चाहिँ हामी 5 मिनट राम्रो हुन्छ। 5 मिनटको अहिले राख्यो, 10 मिनट भनेको चाहिँ अलि धेरै टाइम भयो। अलि महँगै छ भने 10 मिनट राख्दा पनि भयो, मान्छेले कुर्नु सकिन्छ। अब यहाँ सेट भएपछि यसरी कुदेर गयो है, टक्क यहाँनिर बस्छ 500 कोइन खेर जान्छ। तर यहाँनिर चाहिँ मेरो 10 जनाले यो 50-50 पर्छ भन्ने लोभले यहाँ 100 जना पनि आउन सक्छ, 20-30 जना पनि आउन सकिन्छ। अहिले चाहिँ अब पिक टाइम होइन, त्यही भएर त्यति धेरै मान्छे नआउन सकिन्छ। यो चाहिँ मैले भर्खरै अन गरेको, त्यही भएर। अब हामी अर्को के सिकाउँछौँ भने तपाईँहरूलाई लगभग हामीले सेयर गर्न पनि सिकाएँ अनि एडमिन दिने तरिका पनि सिकाएँ। अब यसलाई अफलाइनमा गएर अरूको ब्रोडमा जाने तरिका तपाईँको अब बोन भन्ने छैन भने यसलाई यसरी हानी फालेपछि यो सिद्धिन्छ, के अरे त्यो अफलाइनमा पुग्छ। अब फेरि यसमा थिचेपछि अब हामी अरूको पार्टलाइनमा जान पाइन्छ। यो राखेको भने चाहिँ यो आज ह्याप्पी बर्थडे रहेछ, राम्रो ऱ्याङ्किङमा जानेलाई यसरी दिन्छ। छोरो मान्छेहरूले यसरी गीत गाएर पनि कमाइरहेको छ। अनि अरूको प्रोडक्टमा यसरी थिचेर वा म्यासेज पठाएको छ, सेयर गरेको छ भने यहाँनिर यसरी थिचेर यो फोटोमा थिचेर पनि जान सक्नुहुन्छ। जस्तै सपोज यो मान्छेकोमा ल यिनीहरू कहाँ रहेछ, ल यस्तो ठाउँमा रहेछ आयो भने तर हामीले काटिसक्यो। एनिवेज अब आफ्नै पार्टलाइनमा फर्केर जानको लागि यो लाइभमा थिच्यो, लाइभमा अनि जस्तै पार्टलाइनमा गयो, अघि हामीले नोड बनाएको थियो यसमै, ल यसरी आफ्नै पार्टलाइनमा फर्केर आयो। धेरै मान्छे आओस् भन्नको लागि चाहिँ सेयर गर्ने, यहाँ थिचेर धेरैभन्दा धेरै साथीलाई सेयर गर्ने, धेरैभन्दा धेरै साथीलाई। तपाईँले व्हाट्सएपबाट पनि सेयर गर्न मिल्छ, मेसेन्जरबाट पनि सेयर गर्न मिल्छ, इन्स्टा धेरै ठाउँबाट सेयर गर्न मिल्छ। त्यहाँ थिचेपछि यहाँ आइपुग्छ ठ्याक्क।